नमस्ते अनि थेपुलो तपाईलाई स्वागत छ मेरो मिनी ब्लगमा र म पुष्कर तामाङ है। र आज हामी चाहिँ तल इन्टेक आइरहेछ है र इन्टेकमा एकदमै राम्रो पिस जग्गा रहेछ है। यहाँ चाहिँ रिभर क्विङ स्विमिङ पुलहरू पनि रहेछ है। तपाईहरु आउन सक्नुहुन्छ र तपाईहरुलाई म स्विमिङ पुलको केही नजाराहरू देखाइरहेको छु है। यहाँको लोकेसनहरू तपाईहरुले यहाँको लोकेसन देख्न सक्नुहुन्छ हैन। र स्विमिङ पुल चाहिँ अहिले मेन्टेनेन्स चलिरहेको रहेछ है। र एकदमै पिस जग्गा छ है। तपाईहरु पनि आउनुस् होला, घुम्नुस् होला र यहाँको आनन्द उठाउन सक्नुहुन्छ है। र यहाँबाट चाहिँ ठिक अपोजिट देख्दै गर्नुभएको थियो। यो चाहिँ इन्टेकको पावर हाउस हो है। यहाँबाट चाहिँ पानीहरू दार्जिलिङ बजारहरूतिर लान्छ है। यहाँको लगेको छ यहाँको पानीहरू चाहिँ त्यो अन्डर प्रोसेस हो कि या साइड प्रोसेसमै छ त्यो त मलाई त्यति नलेज भएन। तर पानी चाहिँ यहाँबाट जान्छ है। र तपाईहरुले यहाँ खोलाको पनि आनन्द उठाउन सक्नुहुन्छ है। यहाँनिर आउनुभयो भने चाहिँ एकदमै स्विमिङ पुलको ठिक अपोजिटमा चाहिँ है खोला छ, बालासन खोला। र तपाईहरुले देख्न सक्नुहुन्छ एकदम पिस जग्गा। एकदमै शान्ति जग्गा छ। र तपाईहरु यहाँ आउनुभयो भने चाहिँ यहाँ कन्ट्याक्ट नम्बर पनि रहेछ है। यहाँ कन्ट्याक्ट गरिकन आउनु पनि सक्नुहुन्छ। र रिभर क्विङ होमस्टे विथ टेन्ट हाउस पनि रहेछ है। र आउनुहोस् यहाँनिर इन्जोय गर्नुहोस् र